म आज तपाईँहरूलाई चाहिँ यो ट्रान्जेक्सन र एनिमेसनको बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु। यसको डिफ्रेन्स के हो भन्ने बारेमा। तपाईँहरूले चाहिँ ट्रान्जेक्सन भनेको चाहिँ एउटा स्लाइडबाट अर्को स्लाइडमा चाहिँ जानु पर्दाखेरि यो ट्रान्जेक्सन युज गर्नु होला है। जस्तो मैले चाहिँ एउटा स्लाइडमा यो स्लाइडमा छुट्टै ट्रान्जेक्सन लगाउन सक्छु, अनि यो स्लाइडमा छुट्टै ट्रान्जेक्सन लगाउन सक्छु। यो स्लाइडमा छुट्टै छुट्टै ट्रान्जेक्सन लगाएर मैले के गर्न सक्छु त, ट्रान्जेक्सनको फङ्सन यो फिचर युज गर्न सक्छु भने तपाईँहरूले चाहिँ एनिमेसनमा गएर यो ट्रान्जेक्सन के अरे टेक्स्टमा तपाईँले छुट्टै खालको एनिमेसन राख्नु पऱ्यो भने अब जब चाहिँ हामीले यो टेक्स्टमा क्लिक गरेर मात्र यो के हुन्छ त्यो एक्टिभ भइरहेछ हो। जस्तो मैले बाहिर क्लिक गरेँ, अहिले अनएक्टिभ छ। यसलाई क्लिक गर्ने बित्तिकै यो टेक्स्टलाई क्लिक गर्ने बित्तिकै के भयो त, यो एक्टिभ भयो हो। यसरी चाहिँ तपाईँहरूले चाहिँ होरिजेन्टल बनाउने कि हो कस्तो खालको इफेक्ट बनाउने यहाँ थुप्रो खालको छ है। तपाईँहरूले चाहिँ यहाँनिर बनाउन सक्नुहुन्छ। अनि तपाईँहरूले चाहिँ यहाँनिर जस्तो मैले एउटा कुनै पिक्चर ल्याउँछु हजुरलाई बुझ्नको लागि। जस्तो मैले यो ओभरलाई लिएँ, यसलाई यसो बनाएर राखेर म यसलाई सिलेक्ट गरेर एनिमेसनमा गएर हो, जब मैले पिक्चर अब्जेक्टलाई क्लिक गरेँ, टेक्स्टलाई क्लिक गरेँ मात्रै एक्टिभ छ हो। यसलाई क्लिक गर्दा छैन अहिले है। म अब्जेक्टले क्लिक गरेँ अनि यहाँनिर गएर तपाईँहरूको थुप्रै खालको छ है। यो लाइन्स भनेको यो तल माथि हो, यो तल माथि गराउनाले लाइन्स भयो। यो अक्रोच भनेको यो ठ्याक्कै त्यस्तै टाइपको भयो हो। अनि तपाईँहरूले यहाँ थुप्रै खालको एट यस्तै खालको हुन्छ यो, हेर्नुहोस् है त, देख्नुभयो त्यस्तै भयो हो। अब तपाईँहरूले चाहिँ यो कस्टम पाथ भने के त भन्दाखेरि तपाईँहरूले आफै बनाउन सक्नुहुन्छ। जस्तो म यसलाई सेलेक्ट गर्छु, कस्टम पाथमा क्लिक गर्छु अनि यसरी 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 यसो 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 बनाएँ ल। अब यसो गरेर मैले इएससी थिचेँ, हेर्नु त हो भयो हो। यो कस्टम पाथको काम यो भयो। अब मैले चाहिँ के गर्छु भन्दाखेरि फेरि अर्को कन्ट्रोल जेड गरेर एकछिन है, कन्ट्रोल जेड गरेर मैले एउटा अर्को एउटा यो ओभल छँदैछ हो, नभए मैले कन्ट्रोल एम गरेर एउटा खाली पेज ल्याएँ। अनि त्यस पछाडि यसलाई मैले हटाउँछु है, म खालि ब्ल्याङ्क पेज बनाउँछु। अनि इन्सर्टमा गएर ओभल ल्याउँछु एउटा, अनि यहाँनिर ओभल बनाउँछु। अर्को चाहिँ मैले के ल्याउँछु त भन्दाखेरि रेक्टेङ्गल ल्याएँ हो। अब यो दुइटा ल्याइसकेपछि मैले चाहिँ यो तपाईँले पिक्चर जेलाई पनि गराउन सक्नुहुन्छ है, पिक्चर टेक्स्ट जेलाई पनि गराउन सक्नुहुन्छ। म तपाईँहरूले बुझ्नको लागि मात्रै यो हो। अब तपाईँहरूले के गर्नुहोस् त भन्दाखेरि यहाँनिर चाहिँ टेक्स्टमा गएर यहाँनिर जस्तो अब के लेखेर तपाईँले कुनै एउटा कुनै चिज लेखेर त्यसलाई क्लिक गर्ने बित्तिकै यो पिक्चरहरू आओस् भन्न चाहनुहुन्छ भने जस्तो त्यो बेला चाहिँ यो हामीले यो फङ्सन युज गर्छौँ। जस्तो मैले चाहिँ यसमा आरएएम राम भनेर टाइप गरेँ। अब यसलाई मैले कन्ट्रोल सी कन्ट्रोल भी गर्छु र कन्ट्रोल जेड एकैछिन है। अब यसलाई कन्ट्रोल सी गऱ्यो भने भयो, यसलाई क्लिक गरेर कन्ट्रोल थिचेर माउसको लेफ्ट एरोले लेफ्ट क्लिकले यसरी तार्न सक्नुहुन्छ। अब यसको नाम चाहिँ के राख्नुहोस् भन्दाखेरि मानौँ सीता, यसको नाम के हो त सीता, यसै ए सीता भनेर राख्नुभयो। अब तपाईँले ट्रिगरको युज है, एनिमेसनमा गएर यहाँनिर ट्रिगरको प्रयोग के हो त भन्दाखेरि यसलाई जब तपाईँहरूले यसलाई क्लिक गर्नुभयो, ट्रिगर अहिले के छ त एक्टिभ छैन है त। एक्टिभ तब हुन्छ तपाईँले यसलाई कुनै न कुनै यो एनिमेसन हो, यो एनिमेसन दिनुपर्छ। मानौँ म यसलाई यस्तो खालको एनिमेसन दिएँ, अनि यसलाई मैले कस्तो दिन्छु यसलाई भन्दाखेरि ल एउटा यो दिएँ है त। यसलाई चाहिँ मैले अर्को यो दिन्छु, यो यो पनि भएन हो, यो ठिक छ ल, यो दे। अब चाहिँ के भयो, ट्रिगर एक्टिभ भयो होइन। अब तपाईँहरूले यो राममा क्लिक गर्ने बित्तिकै यो आउनु पऱ्यो कि हामीले जुन एक्सन दिएको छौँ नि। जस्तो यो म तपाईँलाई बुझ्नलाई यो दिन्छु नि नभए हो, यसलाई तल आउनु पऱ्यो, यो माथि जानु पऱ्यो ल। अब चाहिँ तपाईँले यसलाई सिलेक्ट गर्ने, त्यस पछाडि ट्रिगरमा गएर अनक्लिक गरेर टेक्स्ट बक्स 5 भनेको मेरो के हो त, यो राम लेखाएको छु, यो टेक्स्ट 5 हो है हो। अनि म यसलाई क्लिक गर्छु, अनि त्यस पछाडि ट्रिगरमा यसो गरेर मैले अनक्लिक गरेँ, टेक्स्ट यो 6 भनेको सीता हो, यसलाई क्लिक गरेँ हो। अब मैले
करेन्ट या सिफ्टसँग या 5 क्लिक गरेर मैले के गर्छु त यो करेन्टलाई गर्छु। अब म यसलाई राम्रो क्लिक गर्दा के हुन्छ त हेर्नु त, मैले कस्तो खालको दिएको थिएँ तलतिर आयो हो। अब म सिधाले क्लिक गर्दा के भयो, यो माथितिर आयो। तपाईँले जस्तो खालको एक्सन लिनुहुन्छ त्यो तपाईँहरूले बढाउन सक्नुहुन्छ। ल यसै गरी तपाईँहरूले पनि बढाउनु होला है त।